रोड चाहिँ हेर्नु क्या रोडमा मान्छे त यो रोडमा कोही हिँड्दैन हैन यो हाइवे रोड हो तपाईहरुलाई देखाए उतासम्म उता एकजना दाइको बाइक के भएछ यार गुडाउँदै हिँड्नु हुन्छ बाइक के भयो के यो रोडमा मान्छे त हिँड्दैन हैन अब वहीँबाट आयो भनेपछि वहाँबाट मान्छे पाएन अनि एकदम गाह्रो यहाँनिर चाहिँ एकछिन पानी खाउँ भनेर उभिएको त्यो पानीको धारा त्यो पाउँदै पाएन के मैले सो हे गाइज गुड मर्निङ नमस्ते आइप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म भने एकदम सन्चै आरामै छु अहिले भने बिहानको 9:30 भयो अनि आजको भिडियोको सुरुवात चाहिँ यो के भन्छ लालपुर भन्ने ठाउँबाट भएछ है म अब घरबाट आउने बेला डाइरेक्ट लालपुरको मान्छे पाएँ फेरि लालपुरको मान्छे पाएपछि डाइरेक्ट आइहालेँ हतारमा सो आज चाहिँ लालपुरको चोकको ठिक्क हल्का अगाडिको ठाउँबाट चाहिँ आजको भिडियोको सुरुवात भयो सो अहिले यतातिरको माहौल भन्ने भने चाहिँ गाउँ छ के गाउँ घर छ यतातिर एकदम रमाइलो के भन्छ रुखै रुख छ अगाडितिर चाहिँ हैन अनि अगाडितिरको मौसम पनि एकदम दामी देखिराख लगभग अहिले घाम लागेछ फेरि बादल पनि आइराखेको माथि हेर्दै अनि यतातिर पनि रुखहरू छ अनि पछाडितिर पनि गाउँ छ अनि यो भनेको ब्याकग्राउन्ड सिन अनि मेरो अटो चाहिँ यहाँनिर मस्त देखेछ नि यताको माहौल चाहिँ एकदम सफा सुन्दर एकदम रमाइलो देखिराख के गाइज है अनि अब चाहिँ म यहाँबाट चाहिँ जानुपर्ने भनेको त्यही चौरा नै हो है अतरिया फर्किनुपर्ने तर यहाँदेखि 1-2 जना मान्छे चोकमा मिल्छ कि भन्ने हिसाबले मात्र म चाहिँ यहाँ रोकिरहेको अब यता तलबाट त छैन उता यताबाट चाहिँ छ कि यताबाट आउने मान्छे छ त्यहाँबाट 1-2 जना मिल्यो भने चाहिँ 1-2 जना हालेर गयो भनेपछि कमसेकम 30 रुपियाँ भाडा चाहिँ यहाँदेखि 60 रुपियाँ उठ्छ नि त है सो त्यही हिसाबले चाहिँ एकछिन वेटिङ गरेको अनि वेट पनि गरेँ यसो रमाइलो बसौँ पनि भनेको सो हेरौँ 2-4 जना मान्छे मिल्यो भने पनि ठिक छ मिलेन भने पनि ठिक छ यहाँ वेट गरौँ अनि चाहिँ बजारतिर लागौँ यसो के उता ल हेर्नु त माथि हेर्नु टक्क पारेर माथि डाँडा पाखा पनि देखिन्छ आकाशमा हेर्नु न कस्तो कालो कालो बादल भएको छ हैन त्यही पनि त्यही हो कि अझै यता घाम लाग्छ फेरि बादल आउँछ देखिने भनेको अनि यतापट्टि भनेको तलतिर पनि सिन दामी छ के ल हेर्नु अब यो नदी आयो भने त टन्न आउँछ नि त अब अहिले त त्यस्तो छैन तर अब पानी चाहिँ पर्दैन के एक दिन पानी परोस् धेरै नै परोस् हे इन्द्र भगवान यति पानी परोस् कि मान्छे आपत आओस् ए पानी पानी भनेर दिमाग खराब होस् त्यति पानी आओस् के यही सोचिरहेको म त आज पनि बादल आज अघि चाहिँ घाम लागेको थियो भर्खरै अझ बादल आइसक्यो अनि यतातिर भनेको हाम्रो अटो साथीहरू बसेछन् अनि उतातिर भनेको चाहिँ के छ नगर बस आइरहेको छ अब हामी चाहिँ त्यो नगर बसको लागि वेटिङमा हो दाइ आउनुभयो यहाँ कमाएर धनुबाट आउनुभयो कमाइ भएन है कोही पनि छैन भन्छ त केटा हो के हो अवस्था छ भन्ने त कोही पनि भेटिँदैन भने सब छँदै छैन भन्छन् एउटा गाडी यता आयो टेम्पो टक्क पारेर होइन यहाँबाट गोदावरीको मान्छे हाल्नु पऱ्यो ल त्यो गरीतिर छ गयो त्यो गरी त्यो गरी भएपछि भन है त्यो गरीतिर मान्छे छैन भयो त बोलिहाल्छ उताबाट एउटा नगर बस आयो हेरौँ नगर बसको अवस्था के छ पछाडि नहाल्न के मान्छे यहीँ आइहाल्छ टेन्सन नलिनु के हामी बरु जाउँ उता खोज्नुलाई त्यो हेरौँ अब नगर बसतिर चाहिँ यस्तै छ गाह्रो छ नि अब उता अङ्कल चाट्ट पारेर घुमाइहाल्छन् केटाहरू उता अङ्कलले खाइहाल्छ तर त्यहाँदेखि मान्छे झरेन मान्छे छैन झर्नलाई त अनि कहाँबाट हुन्छ भने अवस्था यस्तो छ एकदम गम्भीर के गर्ने र गाइस बिहानै यसै तडपन पर्छ क्या पेसेन्जरको लागि बिहानैसँग मजाले तड्पिनु पर्छ कि पेसेन्जरको लागि अब यो अटो कति भइहाल्यो यहाँ साथीहरू कट्ठा सब जम्मा भइसक्यो अब बिहानै त यस्तो अवस्था छ मर्निङमा भने चाहिँ दिउँसोको के कुरा गर्ने हो गाह्रो छ नि त सजिलो भन्ने कुरा छैन मान्छे चाहिँ मिल्दैन होइन मान्छे कोही छैन सब छैन भन्छ छ भन्ने त कोही आउँदैन गुरु आउँछ नि खै गुरु के छ कमाइ भयो नमस्कार नमस्कार ठिक छ के छ कमाइ भयो कि नै त्यो भयो भन्ने त कोही आउँदैन हो यस्तो मान्छे आउनु पऱ्यो कमसेकम होइन साँझसम्म त कमसेकम भइहाल्छ भन्ने मान्छे आउनु पऱ्यो यस्तै चलिरहेको जब हेरौँ के कस्तो हुन्छ है कस्तो जान्छ दिन अझ त छ टाइम अहिले त मर्निङ हो हेरौँ बिस्तारै अहिले भने चाहिँ म धनगढी आएको थिएँ गाइज होइन धनगढी आएर मान्छे छोडेर आएँ म उतातिर जाने बेला त लग्यो तर आउने बेला आज पनि खाली भयो क्या अनि घाम भने यस्तो लागेछ तर घाम लाग्नुको साथसाथै मौसम चाहिँ एकदम सफा भएको छ क्या अनि यतातिर म तपाईँलाई एकछिन चाहिँ सर्लकको मौसम देखाएँ यतातिरको चाहिँ
यो चाहिँ एकदम क्लियर कट भएको छ होइन। यो धनगढी आएर धनगढबाट फिर्ता आएर म गेटानिर पुगेको थिएँ होइन। अब यो अटो हेर्नु त चट्ट अनि तर रोड चाहिँ हेर्नु के रोडमा मान्छे त यो रोडमा कोही हिँड्दैन होइन। यो हाइवे रोड हो तपाईँहरूलाई देखाएँ उतासम्म। उता एकजना दाइको बाइक के भयो छ यार गुडाउँदै हिँड्नु हुन्छ। बाइक के भयो क्या यो रोडमा मान्छे त हिँड्दैन होइन। अब वहीँबाट आयो भनेपछि वहाँबाट मान्छे पाएन अनि एकदम गाह्रो। यहाँनिर चाहिँ एकछिन पानी खाउँ भनेर उभिएको त्यो पानीको धारा थियो त्यो पाउँदै पाएन क्या मैले। अब कुरा के छ भनेपछि त्यो पैसाको लागि हामीले चाहिँ यति मेहनत गरेर पनि फेरि पनि नपुग्ने के मान्छे। पैसा भन्ने कुरा कसैलाई पनि नपुग्ने रहेछ कि गाइस। म त के भन्छु भनेपछि हल्का फुल्का छ भनेपछि त्यसमा चाहिँ खुसी हुनुहोस् के जत्रो छ नि त्यहीमा खुसी हुनुहोस् अनि बरु रमाउनुहोस् कहीँ घुम्न जानुहोस् राम्रो राम्रो ठाउँतिर होइन। यो पैसा भन्ने कुरा कहिले नपुग्दो रहेछ के। जति काम गरे पनि जति जे गरे पनि यो पैसा भन्ने कुरा पुग्ने चाहिँ कसैलाई पनि पुग्दैन होइन। अनि सो चाहिँ अब योमा चाहिँ मलाई के लाग्छ भने चाहिँ हल्का फुल्का आफूले कमाएको छ भनेपछि कहिलेकाहीँ कहीँ घुम्नु जानु पऱ्यो कि बरु फ्यामिलीलाई घुमाऊ है घर परिवारलाई घुमाऊ। जिन्दगी भनेको के नै हो र भने कति नै हो र है त्यही लाग्छ मलाई। मैले भन्ने भने 25 वर्ष भइसक्यो अब कति छ र 30 वर्ष होइन। अबको समयमा त बढी कति छ र 60-65 भने धेरै हो क्या हामीलाई त इनफ हो। सो त्यही भएर चाहिँ पैसा जति गरे पनि नसकिने कि बिहानदेखि साँझ हामी खटाइ हुन्छौँ। बिहान पनि अटो मान्छे आऊ है बस जाउँ त्यही जिन्दगी गइसक्यो क्या। कहिलेकाहीँ घुम्नुहोस् तपाईँहरू पनि घुम्नुहोस् घर परिवारलाई पनि घुमाउनुहोस् मेरो भनाइ त त्यही हो क्या गाइज है। सो अब चाहिँ अतरेतिर लाग्नु पऱ्यो मैले चाहिँ है। यहाँ बसेर चाहिँ धेरै बसेर पनि काम छैन। सो बजारतिर गएर बरु उता एकचोटि बस पार्क गएर बस पार्कतिर मान्छे भेट्टाउँछ कि त्यो चाहिँ हेर्नु पऱ्यो। सो हेरौँ तर मौसम चाहिँ मस्त छ क्या दामी लागिरहेको मलाई चाहिँ माहौल होला हेर्नु त एकदम आनन्दको छ। तर यो आनन्दले के गर्ने सफा छ क्या एकदम। तर आनन्दले मात्र भएन अझ फेरि त्यही कुरा पैसाको आउँछ। बिहानदेखि लागेर अहिले समथिङ 700-800 बनाइयो। सो त्योमा चाहिँ अब बढी त म भन्दैन 200-250 त थप्नु पऱ्यो 1100-1200 जति भयो भने सुख हुन्छ। सो लागौँ अब चाहिँ बजारतिर। बजार भन्दा पनि अब हाइवे रोडमै छु तर एकछिन चौरातिर अतरेको बजारतिरको अवस्था के कस्तो छ बस पार्कतिर त्यतातिर जाउँ अनि हेरौँ। सो गाइज आज चाहिँ नेक्स्ट डे होइन। अनि हिजो चाहिँ के भयो भने चाहिँ अब म दिउँसो घर आएको थिएँ। घर आएपछि चाहिँ एक्कासी थकान महसुस भयो जस्तो भएर निन्द्रा लागेको छ कि। अनि निन्द्रा लागिसकेपछि म सुतेरै सिधै रातिको 8 बजे उठेको भने हिजो चाहिँ। अनि त्यसपछि फेरि उतातिर माघर गएर खाना खाएर फेरि चाहिँ म समथिङ 10 बजे आएर सुत्नु अनि फेरि चाहिँ अहिले नै उठ्यो होइन। अब हिजो त्यस्तै भयो क्या हिजो। अब कहिलेकाहीँ नसोचेको पनि हुन्छ क्या। मैले पनि सोचेको थिएन क्या यत्तिको हुन्छ भनेर। यसले चाहिँ एकछिन छतमा गएर फ्रेस हुनु पऱ्यो। लास्ट नाप्के हिजो कस्तो खाले निन्द्रा लागेको छ क्या बुझ्नै गाह्रो भयो क्या। अब दिउँसो आएको मान्छे है एक्कासी त्यस्तो हुन्छ भनेर सोचेको त थिएँ। एक्कासी सुत्यो क्या। वा छतमा चाहिँ अब अहिलेको माहौल बिहानतिरको बिहान उसो ठिकै हुन्छ कि। यसो हावासावा खानलाई चाहिँ मौसम कडा छ नि त माथितिर हेर्न आज पनि बादल लाग्छ त्यस्तै भयो क्या। अब सुत्यो भने अचम्म पऱ्यो कि आफै होइन कस्तो खाले निन्द्रा लाग्यो होला। एकछिन बसेरै कुरा गर्नु पऱ्यो केटा हो कस्तो खाले निन्द्रा लाग्यो होला क्या हिजो चाहिँ। म त अब सोचेको थिएन त्यस्तै लाग्छ भनेर। एक्कासी निन्द्रा भन्दा पनि थकाइ दिउँसोको घाम पनि थियो होइन थकाइ टाइपको लागेको छ क्या। म त के भन्छ पक्लक्कै ढले म त भन्नुहोस् न के त्यस्तै सुतेछु। अनि सिधै निन्द्रा खुल्ने बेला त राति 8 बजे छ। ल भयो त अब के गर्ने त्यसै भयो क्या हिजो। अब काममा पनि त्यसै डाइरेक्ट आएको 700-800 रुपियाँ कमाएर त्यस्तै भयो ठिकै छ। अब कहिलेकाहीँ हुन्छ होइन। ऊ त्यहाँ चराचुरुङ्गीहरू खतरा उडिरहेको गइहाल्यो। यो रुखमा छ क्या यो रुखमा हो आवाज दिइरहेको हो। बिहानको यस्तो मौसम खतरा भोवाल लाग्छ नि त। यहाँ अलग्गै छ क्या भ्यू चराचुरुङ्गी बाँचिरहेको छ खतरा टाइपको साउन्ड आइरहेको। सो त्यो हो। अनि कहिलेकाहीँ भइहाल्छ त है गाइज। अब के गर्नु हिजो त्यस्तै भयो। अब हुन्छ ठिकै हो कहिलेकाहीँ रेस्ट पनि गर्नु पऱ्यो जिन्दगीमा होइन। कति काम भन्ने हो र होइन। म त के भन्छु भने मैले हिजो पनि भनेको थिएँ यो कामसाम छोडेर टक्क कहिलेकाहीँ चाहिँ फ्यामिलीसँग घुमेर मुड फ्रेस गरिहाल्नुपर्छ क्या।
त्यस्तै हो। अब अरू कुरा त्यस्तै हो गाइज है। सो अब फेरि उता गएर घर गएर यसो हल्का नास्ता पानी गरेर पेटमा चाहिँ के न के हालेर अनि चाहिँ कामतिर फेरि लाग्नुपर्ने भयो। सो त्यही भएर चाहिँ अब म चाहिँ उता जान्छु, अटो पनि हल्का सफा हान्नु छ है, अटो सफा हानेर उता नास्ता गर्न जानु पऱ्यो। त्यही भएर हामी चाहिँ अब चाहिँ नेक्स्ट ब्लगमा भेटौँला। अहिले चाहिँ भने छुट्यौँ हामी चाहिँ, आजलाई चाहिँ बाई बाई।